दिनमा कहाँ हुन्छ स्पेशल भिडियो गर्दैछु म यहाँ हेलो साथीहरु, गुड मर्निङ भन्न चाहन्छु। केही वर्ष अगाडि हामी हिउँ खेलेको थियौं र आज यसो गुगलतिर गएर हेरेको त आज यो भिडियोहरु फोटोहरु मिल्यो। यसो भिडियो बनाऊ भनेर भिडियो बनाउन मन लाग्यो अनि भिडियो बनाउँदै छु। के कस्तो लाग्छ हजुरलाई लाइक कमेन्ट शेयर गरिदिनु होला भन्न चाहन्छु। यसैगरी कुनै दिनको रमाइलोपनहरु थियो र सबै भाइहरु हिउँ खेलिरहेका छन् है। कति देख्नलाई कति मजा छ हैन। त्यो वर्ष त ठ्याक्कै त याद आएन कति वर्षको भने त हैन। धेरै हिउँ परिरहेको थियो। हाम्रो त्यहाँ धेरै क्षति पनि गरेको थियो हिउँले हैन। अनि त्यो वर्ष हाम्रो बिजुलीको पोलहरु सबै ढलेको थियो। त्यसको निर्माण गर्न लागि हामीहरु धेरै दुःख कष्टहरु गरेका थियौं र रमाइलो पनि थियो त्यो पलहरु हैन। मिनिमम पनि 1-2 महिना जति त हामी अन्धकारमा बसेको थियौं त्यो बिजुली पोल ढल्दाखेरि हैन। आज त्यो दिनको याद आयो अनि भिडियोहरु देख्दाखेरि र भिडियो बनाउन गइरहेको छु। कस्तो लाग्छ हैन। कोही साथीहरु सबै साथीहरु गाउँमा त एकसाथमा छैन अहिले। कोही साथी इन्डियातिर हुनुहुन्छ, कोही साथीहरु विदेश जानुभएको छ आफ्नो हैन। आफ्नो सिलसिलामा सबै लाग्नु भएको छ। साना साना भाइ बहिनीहरु जे जस्तो दिन रमाइलो थियो र आज मलाई बनाउन मन लाग्यो र भिडियो बनाउँदै छु। यसो बाँसुरी पनि नजाने अनि बाँसुरीको धुन हालो भनेर यसो प्रयास गरेको छु है।
यार बुच्चे साइड हामी सबै भाइहरू थियौँ है त्यहाँ एकदम रमाइलो भइरहेको थियो अनि हाम्रो सबै छिमेकी दाजुभाइहरू थियौँ र एकदम खुसी थियो हैन। लास्टमा यति धेरै चिसो बनाएको थियो हैन, तित्ताउने के है, साह्रै यस्तो तित्ताउने झाल खाने गरी के यस्तो तित्ताउने आगो फुकेर बस्यो भने त अनि यस्तो खुट्टाहरू कर 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 टोक्ने क्या, यस्तो चिसो बनाउने हैन। सुन्ने भयो एकराको बोली साइला काट्दै छोलन स्यान्दै माथिको पीडा माथि झन् पीडा थपिडा झल्को आउँछ सँगी साथीको पीडा माथि झन् पीडा थपिडा झल्को आउँछ सँगी साथीको। हाम्रो रमेश भाइ अनि राजेन्द्र भाइहरूले है मजा गरेर हिउँको डल्लाहरू उठाएर है मस्त मजा गरेछन् भाइहरू, देख्न सक्नुहुन्छ। स्वयं मैले भिडियो गरेको थिएँ है। हो सानो सानो फुच्चीहरू पनि मजा गरेको छन् होइन। हाम्रो यहाँ देख्न सकिन्छ, हाम्रो मिनबहादुर घरटीलाई पनि देख्न सकिन्छ होइन। हामी एकदम मजा गरिरहेको थियौँ कि होइन, यति मजा आएको थियो है त्यहाँनिर। ल्याएर त्यो भान्जाहरू हुनुहुन्छ होइन, भाइहरू हुनुहुन्छ होइन। ल ल ल ल हेर्नु त ल कसरी पेलिरहेको छ नि उसलाई। ल र यो मेरो हाम्रो डिले भाइ होइन, मजाले है यो बेलेर खान्छ उसको। ल अब साइड रमेश भाइ हो नि, डिले भाइ नै रमेश भाइ हुने है। के गर्ने होइन, आफ्नो बाध्यता व्यवस्थाले गर्दाखेरि होला होइन, देश परदेशमा लाग्नुपर्ने जियो हो। गाउँमा त यति नै रमाइलो हुन्छ क्या, गाउँको होइन नेचुरल भनेको नै यो। ल्याएर ल ल अब लगाएर त यहीँको लगाएर न, अब त्यहाँनिर फुट्छ ल हेर्नु है, यो यस्तो मजाले फुट्छ है त्यहाँ मजाले है। ल ल मिनेले ल साथी बोलाएर खाना है, एक्लै पेल्न नसक्यो ल।
यहाँ फोटोहरू देख्न सक्नुहुनेछ हैन। धेरै माथि माथि लेखमा गएको हैन। हामी यहाँ हिउँ खेलेको हाम्रो सेनचौरी गुल्मीको मालिका गाउँपालिकाको सिरुखर्क र पाठखर्कको माथि चौर सानो चौर र ठुलो चौर भनेर चिनिएको छ हैन। त्यहाँको भिडियो हो, सानो चौरको भिडियो हो यो। र यहाँ यता अब फोटो देख्न सक्नुहुन्छ माथि सुइरे अनि माथि बाखर डाँडातिरको पनि फोटो देख्न सक्नुहुनेछ त्यहाँनिर भिडियो हैन। अब जे होस् त्यहाँ अब हेर्नु न कति मजा छ है। जे होस् एकचोटि यो भिडियो हेर्नु मस्त मजा आउनेछ, हेरिदिनु होला, मजा आउँछ है। हेर्न सक्नुहुन्छ यो भिडियोमा सुइरेको हो हैन। यो फोटो चाहिँ बाखर डाँडाको हो है। ल हेर्नुस् कति धेरै हिउँ थियो हैन, त्यहाँनिर खिचेको फोटो हो यो। ल हेर्नुस् मेरो सालाजी हुनुहुन्छ हैन। अनि भेनासाला भएर मस्त है घुमेर आएको थियो। धेरै हिउँ परेर आएको थियो हैन। चिसोले हेर्नुस् नआने कस्तो बनेको छ है। ल हेर्नुस् यो मेरो घरनिरको हो, घरबाट नि लिएको फोटो हैन। ल हेर्नुस् बाखर डाँडाको सिन हेर्नु न है, यस्तो मजाको छ के। ल हेर्नु जे होस् त्यो दिन एकदम रमाइलो पल थियो के है। चिसोमा चिसो हैन, ट्याक्क लाएर गाउँ गरे खायो। ल हेर्नु ल बिजुलीको तारहरुमा ल हेर्नुस् कसरी छ बाखर डाँडाको है। ल हेर्नुस् यो माथि सुइरेको है, सुइरे हैन बाखर डाँडाको यो। ल हेर्नुस् कस्तो मजाको छ फोटो नि है। जय नेपाल।